रोहन, के गरिरहेको बाबु तिमी? सुत्न जान लाग्यो तिमी? ल भन त, तिमीलाई ठुलो भएपछि के गर्नु मन छ? जस्तै आर्मी, डाक्टर। मलाई त्यो सब केही बन्नु मन छैन आमा। मलाई त ठुलो भएर हिरो बन्नु मन छ। ओहो, फिल्मको हिरो बन्नु मन छ तिमीलाई? तर तिमीलाई थाहा छ, हिरो त हजारौँमा लाखौँमा कोही मात्र बन्न सक्छन्। चाहे जेसुकै होस्, मलाई त मात्र हिरो नै बन्नु मन छ, हिरो नै बन्नु मन छ। हुन्छ नरिसाऊ, ठुलो भएपछि हिरो हौ है। तर अहिले त्यसो त आमा, हेलो आमा, के भयो? रोहन, कहाँ छस् त? अघि नैदेखि कति फोन गरिसके, किन उठाउँदैनस्? तेरो ड्याडीले फेरि रक्सी पिउन सुरु गरेको छ। हिजोदेखि रगत उल्टी गरिराखेको छ। थाहा छैन अब म के गरौँ। के? डाक्टरले भनेको पुरै लिभर खराब भइसक्यो रे। अब तुरन्त उपचार गरेन भने बाँच्न गाह्रो हुन्छ रे। थाहा छैन यति धेरै पैसा कहाँबाट लिएर म। तँ चाहिँ सधैँ फिल्म भनेर त्यसकै पछाडि लागिरहन्छस्। अरू के गरेको भए आज यो दिन आउन थियो, बुझिस्? अहिले म केही न केही गर्दै त छु नि आमा। केही टाइम अझ लाग्छ। कति टाइम लाग्छ अझै? यतिको टाइम भइसक्यो त राको याद छ कि बिर्सिस्? सधैँ फिल्मकै पछाडि लागिरहन्छस् जिन्दगीभरि। हामी जस्तो सानो मान्छेको केही हुँदैन, किन बुझ्दैनस्? नाइ, मलाई अरू केही भन्नु छैन। मलाई हिरो नै बन्नु छ। भयो बाबु, अब छोड्दै फिल्मको सपना। छिटो घर फर्केर आइजे। अब त तेरो बाबालाई मलाई सब तैँले नै सम्हाल्नु पर्छ। हुन्छ, ठिक छ त्यसो भए। चिकै आउँछस् होइन त? छिटो आइजे छोरा। ठिक छ, म आउँछु। हुन्छ, राम्रोसँग बस्नुहोस्, ख्याल राख्नु आफ्नो।